कैसे लग रहा बार बार हेलो, हामी चाहिँ यो ललितपुरको पाटन दरबारमा चाहिँ आएको छौँ। हाम्रो दाजु यता छ, म चाहिँ आएको छु। अहिले त मौसम बेलुकाको समय भएर त्यसपछि हामी चाहिँ लगन खेल जानेछौँ। यो चाहिँ हाम्रो मेरो फुलको छोरा होइन, अब पाटन दरबार आएको गुरुमा ल्याइदिएको है। ल हामी पाटन दरबार घुमेर पनि अब चाहिँ लगनखेल बजार चाहिँ जाँदैछौँ है। यो लगनखेल बजारको भिडै यस्तै त हो नि। हामी चाहिँ लगनखेलको बजार आउँछौँ ठ्याक्कै। कता गयो छिटान गाइस, देख्नुभयो हाम्रो लगनखेलको दृश्य। अब यहाँदेखि चाहिँ यस्तो भिड हुन्छ यो बजार, मान्छे हिँड्ने ठाउँै हुँदैन। यो चाहिँ मन्दिरहरू। लामो समयपछि एउटा भ्लग आउँदैछ युट्युबमा, सबैजनाले सब्सक्राइब गरिदिनु होला। काठमाडौँ भनेको यस्तो धार्मिक स्थल हो कि मूर्तिहरू यिनीहरू यस्तोहरू छ है। काठमाडौँ, ललितपुर, भक्तपुर छ सपिङ मार्केट प्लेस। अझै यहाँदेखि भित्र यो यस्तो बाटोमा एम्बुलेन्स आएको छ। अब एम्बुलेन्सलाई बाटै दिँदैन। एम्बुलेन्सले हान्यो भने नि मान्छे मऱ्यो भने कोही जिम्मेवार हुँदैन है। बिलुन बुलुन आयो, बुलुन साह्रैमा कस्तो भिड हो यार।
यो लगनको लाउँदै गर्दा चाहिँ यस्तो दृश्य देखेको छ गाइजहरू। उहाँको लागि सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हाल्दैन दर्शकहरू यति भिडियोहरू छन् जो टिकटकमा भाइरल हुन्छ नि त उहाँ। भेट्न पाइयो भनौँ न। लगन खेल पनि आइपुग्न लाग्यो। मोबाइल तेरो भिडियो बनाएरकै यस्तै यस्तै देख्न पाइन्छ क्या बाहिर निक्ल्यो। यो घर जस्तो यो सारेर हिँड्छ नि, यही हो क्या न्याउराहरूको चाडपर्व छ नि त। आमामा यो पुरै यो गाडा हिँडाल्ने हो क्या यो देउता पठाउँदैन न्याउरको धर्म होइन। यो त हेर न यो खै मान्छेले नै उ गर्ने ढकाल्ने त होला। कति अलको आम्बो जाम भित्र।
आज चाहिँ लगन खेल आएको पनि फाइदा भयो है। नेवारहरूको घरमा चाहिँ यस्तो गाडाहरू लुगाएर हिँड्नुहुन्छ उहाँहरूले चाहिँ आफ्नो धर्म हो। अब दुईवटा कुरा देख्न पाइयो भनौँ न। लगन खेल पनि आइपुग्यो। होलसेलमा कपडा किन्ने यता साइडमा ल के को लाज यो हेरौँ कपडा हेरौँ राम्रो दाजुको पसल चाहिँ यहाँ सस्तो 2200 को जुत्तालाई चाहिँ 1500 मा दिनुभएको छ। त्यो पैसा किन भन्नु पर्यो र दाइको पसलमा चाहिँ डिस्काउन्ट छ। यो चाहिँ लगन खेलदेखि भित्र छ है। यसरी हो एडभर्टाइज गरिदिनु पर्छ के दाइ। होलसेल बजार यहाँ माछा 900 देखाएको त। 900 है यो व्हाइट हो के यो ब्ल्याकमा 1000सम्म भनिहाल्छ। 50, 900, 1000 बजार। राम्री नानीहरू छ। के किन्ने सेन्ट किन्न यता पाउँदैन उता तल घरकोतिरै हो। लगन खेल गाएर पनि दुईटा कुरा देखियो। डान्स गरेको नि हेर्न पाइयो। मस्त काफल आयो काफल। गाउँको काफल आयो गाउँको काफल लगता। काफल आयो काफल कता गयो आइज त अब यस्तो भिडभाड हुन्छ कि आमा। अब चाहिँ यहाँदेखि चाहिँ सातो बाटो जान्छौँ। सातो बाटोको दृश्यहरू पनि तपाईँहरूलाई देखाउने छु। लगन खेलतिर अब योहरू बवाल भइरहेको छ। ल हामी सातो बाटो आइसक्यो। सातो बाटोको भ्यूहरू
यस्तो बवाल फुलहरू खिलेछ। ल हौ सातो बाटोमा यस्तो ढकमक्क फुल फुलेछ महालक्ष्मी स्थानमा चाहिँ। गाई छोरो आउनु होला घुम्न। ल बवाल छ। अहिले चाहिँ बेलुकाको समय पनि भयो है, ड्राइभर पनि क्लियर छैन। आकाशे फुल go, I will fall back apart. Find pieces of me all over the yard. In this house of cards, she says, hey man, there were just too many days. When our good intentions only got in the way. And I almost never know what I should say. Maybe nothing. ल चलो घरतिर अब जानुपर्छ घरमा चाहिँ। फाइनली गाइस आजको ब्लग चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। लेट्स गो नेक्स्ट टाइम। बाई बाई।